आदरणीय दर्शक महानुभाव, यति बेला हामी अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर 3 को यो ढुङ्गाडे भन्दा केही यतापट्टिको यो दुर्घटना भएको स्थलमा छौं। आज मालारानी गाउँपालिकामा सवारी जीप दुर्घटना, यसलाई चाहिँ प्रहरीले सवारी भनेर उल्लेख गरेको छ, तर यो रातो नम्बर प्लेटको गाडी रहेछ, जसमा 4 जना सवार हुनुहुन्थ्यो। 4 जना सवारमा 4 जना उपचारको लागि सन्धि खर्क अर्घाखाँची अस्पताल पठाइयो र गम्भीर घाइते 2 जनालाई बिहान अस्पतालले मृत घोषणा गरेको छ र 2 जना घाइतेको उपचार भइराखेको छ। यो अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर 3 को ढुङ्गाडे स्थित लुटी पोखरी सडक खण्ड, जुन भित्री सडक खण्डमा मालारानी गाउँपालिका 4 लुटी पोखरीदेखि भनेको यो तर्फको बाटो हुँदै यता आउँदै गरेको यो गाडी खनदह तर्फ जाँदै गरेको भनेको यो प्रशासनिक भवनदेखि यतापट्टि खनदह बजार छ, जाँदै गरेको गाडी लगभग 250 मिटर अनुमान गर्न सकिन्छ, 250 मिटर तल खसेको छ। जुन माथि देखिने ठाउँबाट यो मानिस उभिएको ठाउँ त्यहाँ पनि बाटो छ, त्यो बाटोबाट पनि चिट्टिएर यो गाडी यो ठाउँमा आएर कच्चाकुचुक भएको अवस्थामा छ र नजिकै रहेको इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीको टोलीले थाहा पाउने बित्तिकै उद्धार गरेर घाइतेहरूलाई जिल्ला अस्पताल अर्घाखाँची पठाएको थियो। र तपाईलाई जानकारी दिउँ, मृत्यु हुनेमा मालारानी गाउँपालिका 4 बस्ने वर्ष 22 को दिलीप खनाल र मालारानी 4 बस्ने 21 वर्षको बालकृष्ण रिजाल हुनुहुन्छ र घाइते मालारानी 4 बस्ने वर्ष 17 को भुवन पोखरेल र मालारानी 4 बस्ने वर्ष 17 को बसन्त पोखरेल